हेलो नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो यस कपिल आचार्य युट्युब च्यानलमा। मेरो नेक्स्ट भ्लगमा हजुरहरूलाई स्वागत छ। हामी चाहिँ यतिखेर जौलाखेल सदर चिडियाखानामा आइपुगेका छौँ। सबैभन्दा पुरानो चिडियाखाना रहेको छ त्यहाँ चाहिँ आज हामी आएका छौँ। देख्न सक्नुहुन्छ यहाँ टिकट काट्ने काम जारी छ। सबैजना हुनुहुन्छ, टिकट काट्दै हुनुहुन्छ स्पोन्सरहरू। फाइनल्ली हामी चाहिँ काउन्टरमा टिकट काट्दैछौँ। भिडियो के कस्तो छ अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियोलाई लाइक गरी मिठो कमेन्ट छोडेर च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ल जाम, कताबाट जाने? टिकट मेन्यु अब यहाँ टिकट चेक गराएर सेक्युरिटीलाई चेक गराएर हामी चाहिँ भित्र जाने क्रममा छौँ। भ्लग बनाइदिनु कि भनेर। कताबाट जाम हामी अब? यताबाट आउनु, यताबाट। हेलो हेलो, यता हेर, यता यता यता। तिमी कहाँ छौ आज? जू यताबाट हो हजुर? यहाँ देख्न सक्नुहुन्छ बगर मास हुन्छ के भन्छ यसलाई, गोही। एउटा यहाँ बाहिर आएर घाम तापिरहेछ, अर्को चाहिँ उता पानीमा छ, एउटाले यहाँनिर यो टाउको राखेर बसेछ। तीनवटा छ, एउटा त्यहाँबाट पौडिँदैछ, एउटा यहाँनिर घाम तापिरहेछ। बगर मास होइन, गोही हो, त्यही त बगर मास भन्छ कि के जस्तो लाग्यो। उयो ठुलोवाला बाहिर आएर बसेछ यार। यो अर्को भित्र गयो अहिले यहाँनिर। तिनवटा छ कि? अहिले देख्न सक्नुहुन्छ यहाँबाट दुईवटा भित्र पौडिरहेछ, एउटाले बाहिर घाम तापेर बसिरहेछ। भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। मान्छेहरू टन्नै छन्। बाल उद्यान हाम्रो यहाँको अध्यक्ष के छ? कतिको एक्साइटेड छौँ हामी यहाँ आएर? अहिले म छैन, पछि हुन्छु। पछि भन्नु है त, पछि भन्नु है। एक्साइटेड हुने केही हुन्छ नि त, थिङ्सहरू देखेपछि बल्ल भन्ने। ल पछि सोध्छु म। ल यहाँ चाहिँ यो सबै बच्चाहरूले खेल्ने ठाउँहरू हो, देख्न सक्नुहुन्छ। कसै अब यहाँ धेरै मान्छेहरू आएको छन्, फोटो खिच्दैछन्, कसैले किङ खेल्दैछन्, कसैले केही गर्दैछन्। म चाहिँ यता यो हरिण हो कि के भन्छ, मृग भन्छ कि हरिण भन्छ है, कृष्ण सार उता बसिरहेछन्, देख्न सक्नुहुन्छ।
धेरै छन्, एकदमै धेरै मात्रामा छन्। 1 2 3 वटा यहाँनिर छन् भने 3 वटा यहाँनिर बसिरहेछन्, देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ सबै उता शीतलमा बसिरहेछन् अहिले। यहाँ चाहिँ बच्चा बच्चीहरूलाई खेल्नको लागि पनि एकदमै रमणीय छ, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ हामी अब अगाडि जान्छौँ, के छ के कस्तो छ सबै सिनहरू यसै भिडियोमा देखाउनेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला गाइस। रतुवा देख्न सक्नुहुन्छ गाइस, रतुवा छ यहाँ। एकदमै धेरै मात्रामा छ, त परसम्म छ, हजुरहरूले देख्न सक्नुहुन्छ। हो आउँदैन, एक्लै हो क्या यो? उता भित्र होला सायद अरू। कस्तो धुलो उठाएको छ। यता पनि रहेछ जराहरू, यहाँ बसिरहेछन् 2 वटा भने, एउटा यता छ, यता हिँड्दै गइरहेछ एउटा एक्लै। यहाँ चाहिँ घोरल देख्न सक्नुहुन्छ, बाख्रा जस्तै छ। यहाँ चाहिँ यो लगुना भनेको के हो? यहाँ छ लगुना। त्यहाँ मान्छे जानुभएको छ भित्र, यहाँको सेक्युरिटीहरू, अनि उहाँहरूलाई देखेर चाहिँ यिनीहरू तस्रिएर भागिरहेछन्। यता चाहिँ यहाँ एउटा एक्लै छ, यहाँ एक्लै देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लिन गाई रे, के हो यो लिन गाई भनेको चाहिँ फेरि? यहाँ छ, देख्न सक्नुहुन्छ। नील गाई चाहिँ कालो छ, अब यो पनि नील गाई नै होला, खै थाहा छैन मलाई। चाहिँ काग परेवाहरू जति पनि छन्, सुँगुर हो कि जङ्गली बँदेल, बँदेल देख्न पाइयो। 2-3 वर्ष पहिला पनि आएको थिएँ यो चिडियाखानामा, फेरि यो वर्ष नि आएँ। अहिले चाहिँ भिडियो बनाउनु मन लागेर भिडियो बनाउँदैछु। 3 वटा छ जङ्गली बँदेल रे। यसको त दाँत पनि कति ठुलो हो यार, बाहिर नै निस्किएको छ। हामी यता छौँ टाइगर, हामी यता छौँ। यता चाहिँ बाँदरहरू छन्, रातो बाँदर अरे। बोर्डमा देख्नुहुन्छ, हजुरहरूले देख्न सक्नुहुन्छ रातो बाँदर।
भारत, बङ्गलादेश, पाकिस्तान जस्ता अन्य थुप्रै देशहरूमा पाउने बाँदरहरूको ग्रुप। लङ्गुर बाँदर। हाम्रो गाउँतिर गुना भन्छ नि, यही हुँदैन गुना? गुना। ओ लङ्गुर के छ? गुना होइन नि? बाघ हेर्नु दुईटै नै गुना र बाँदर। उता बाँदर यता गुना के यहाँ छन्। अनि यता चाहिँ अब बाघ राजा राजा यता त्यहाँ उसमा दुईटै सँगै गुफामा सँगै बसिरहेछन्। आँखा लागेन। गुफामा देख्नुहुन्छ अहिले एकछिनमा बाहिर आउँछ नि। यता माथितिर पनि थियो त। दुईटा मात्रै हुन् क्या। दुइटै सँगै सुतिरहेछन् कपाल भएर। एउटा यता साइडमा छ, एउटा उतातिर बसिरहेछ। यता फेरि पनि आउनेछ। अब चाहिँ अर्कोतिर जानु पर्यो। के छ उता गैँडा छ कि के छ त्यहाँ हेर्नु। यता पनि पहिला बाघ हुन्थ्यो, हामी आउँदाखेरि पहिला। यसोटि चाहिँ रहेन छ, पाटे बाघ यता हुँदो रहेछ, तर अहिले चाहिँ छैन। खोइ कतै ओडाएर यता तलतिर बसेको छ कि थाहा छैन। ए पाटे बाघ। अब कता जाऊँ? हामी यता छौँ। कता जाउँ अब? पछि हान्नुलाई तल उता जुलप भन्ने के छ। अब कता जाउँ? यता जाउँ न, हिँड न। यता आऊ, यता। आई एम हियर। कहाँ जाउँ? फोटो खिच्ने? फोटो जाऊ 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 खिच। जलगैँडा देख्न सक्नुहुन्छ फाइनल्ली। सामान्य जस्तो लाग्दैन। के हो कान्छ यो? यति ठुलो छ, यति ठुलो छ। पोहोर साल अर्को थियो यार, परार साल यो अर्कै रहेछ फेरि। दाँत एउटा मात्रै हो र बाहिर आएको। देख्न सक्नुहुन्छ यति ठुलो छ यो। यति ठुलो छ यो, देख्न सक्नुहुन्छ। खुट्टा के भएको त्यसको यार? खाना खाइरहेछ यसले। यसमा जलगैँडा बस्ने पानी। यहाँ यो गैँडाको बारेमा यहाँ गरिदिएको छ अलिअलि। यी जलगैँडाहरूले 60% समय पानीमा र 40% समय आहारको खोजीमा र सुतेर बिताउने गर्दछन्। यता पनि रहेछ त। यता चाहिँ यो गैँडा छ। गैँडा यता छ हेर्नु त। गैँडा देख्न सक्नुहुन्छ यहाँ चाहिँ। अनि यो चाहिँ जलगैँडाको हो यो। फेरि चाहिँ गैँडा किन हिलोमा बस्न मन पराउँछन्? गर्मी भएमा शरीरको तापक्रम घटाउन, झिङ्गा र किराहरूबाट जोगिन। यता चाहिँ अरू सानो गैँडाहरू यता छन्। जलगैँडा त्यो भयो, यिनीहरू चाहिँ थलगैँडा रे।
यहाँनिर दुईवटा बसिरहेछन्। सुतेको हेर त दुईटा राइनो सुतेको हेर त दुईटा राइनो सुतिरहेको छ हेर त राइनो दुईटा सुतेको छ। ल गाइज अब यो भिडियो चाहिँ धेरै लङ हुने भएकाले यो भिडियोलाई मैले यहीँ एन्ड गर्न चाहेँ। भिडियोलाई लाइक कमेन्ट गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला, बेल आइकन अन गरिदिनु होला, किनकि हजुरहरूले यसभन्दा पछाडिको अर्को पार्ट पनि हेर्न सक्नुहुनेछ भन्ने आशा गरेको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। अब अर्को भिडियोमा भेटौँला, हस्, बाई बाई।